मेरो छोरी चाहिँ अहिले grade 1 मा छ. She is currently in grade 1 at Shikhar School, but she started studying from nursery. I clearly remember the initial days. त्यति बेला चाहिँ we were so anxious and we were searching for a good school. So we visited a number of schools, really unsure for a very long time. Okay? But after we found this school, then there was no turn back. I feel that I made the right choice at that time. छोरीको अब अहिले यसो हेर्दाखेरि not a single day चाहिँ ऊ like she's so happy to come to school. She enjoys हैन उसलाई कहिले स्कुल नजाउँ जस्तो हुँदैन. उसलाई कहिले न टिचर्सको कम्प्लेन न स्कुल इन्भाइरोमेन्टको कम्प्लेन हैन. उसको पार्टिसिपेसनको कुरा गर्दाखेरि पनि हैन जस्तो ऊ अहिले उसलाई she is very good at reading, she is good at singing and dancing हैन. अनि she is specifically चाहिँ she is fond in gymnastics के जिम्नास्टिक्स हुन्छ हैन. उसलाई एकदमै रमाइलो लाग्छ त्यो. यहाँको मलाई एकदम मन परेको कुरा चाहिँ each children चाहिँ एक्टिभली सबै एक्टिभिटिजमा पार्टिसिपेट गर्ने एउटा कुरा हैन. अनि प्रोजेक्ट वर्कहरु हुन्छ त्यो टिम वर्क हुन्छ हैन. टिम गर्ने अनि त्यो टिमहरु चेन्ज गरिराख्नु हुन्छ हैन. अनि उनीहरु कस्तो राम्रोसँग एक्सपोज भइराख्ने. अनि त्यसै फेरि फिल्ड भिजिट्सहरु लट्स अफ फिल्ड भिजिट्सहरु साइटहरु लानुहुन्छ हैन. त्यो पनि एकदमै इन्ट्रेस्टिङ लाग्यो मलाई हैन. अनि अर्को इन्ट्रेस्टिङ कुरा भनेको उहाँहरुले जुन त्यो बुक रिपोर्ट गराउनुहुन्छ हैन. त्यो लाइक बुक पढ्ने त्यो एनालाइज गर्ने त्यो कुरा हैन त्यो एकदम इन्ट्रेस्टिङ छ है. अनि अर्को उसले त्यो बोस्ट गरेर मलाई भन्छ कि मलाई टेक्वान्डोको यो आउँछ त्यो आउँछ हैन. चाइनिजमा मलाई यो ल्याङ्ग्वेज यो आउँछ त्यो वाला कुराहरू है. अनि अर्को एकदमै इन्ट्रेस्टिङ लागेको कुरा चाहिँ मलाई उसले यस्तो कन्फिडेन्टली यस्तो फ्लुएन्टली त्यो स्पिचहरू दिन्छ हैन. अनि त्यति बेलादेखि नै आई वाज स्योर कि म सेकेन्ड चाइल्डको लागि चाहिँ म अब स्कुल खोज्नै पर्दैन. सिम्पली नर्सरीमा सिधै यहीँ आउँछ भन्ने खालको त्यस्तो स्योर भइसकेको थिएँ कि म. अनि अब अहिले पनि my second child is in nursery right now हैन. एन्ड अब सानो चाहिँ पनि अब ठुलो चाहिँ जस्तै होस् कहिले क्याचअप हुने होला दिदी जस्तो हुने होला भनेर म एकदम इगरली वेट गरिरहेको छु. अब ठुलो चाहिँको चाहिँ आई नो सी इज गोइङ टु थ्राइभ के अब हैन. उसको लागि म ढुक्कै भइसकेँ क्या. म अब पछिसम्म मलाई अब अरू केही सोच्नु नै छैन भने जस्तो भइसक्यो यहाँ चाहिँ. सो आई एम रियली थ्याङ्कफुल ग्रेटफुल टु शिखर स्कुल के हो यसमा त हैन. आई हेभ नो कम्प्लेन्स एट अल के. Shikhar School. Laugh, learn, live.